हामी चाहिँ तातो पानीबाट धेरै अगाडि बढिसकेको छौँ। भ्यू हेर्नु न है, यति राम्रो छ कि यति राम्रो छ, लोभै लाग्दो के। जता हेरे पनि स्वर्ग त स्वर्गै छ है नेपाल। घुम्न हिँड्यो भने चाहिँ के खर्च चाहिँ हुनुपर्छ साथमा, रमाइलो चाहिँ यस्तो रमाइलो हुन्छ। मलाई चाहिँ फेरि यो निलो आकाश, बादल, डाँडा काँडा देखेपछि त्यसै मन लोभिन्छ कि। त्यस्तो भ्यू देख्न सक्नुहुन्छ है। हामी चाहिँ सिधै गयौँ, त्यसपछि चाहिँ टिकटकमा अनि युट्युबहरूमा मात्र भेटेको थिएँ कि रूप्से झरना भनेर। अनि रूप्से झरनामा एकछिन रोकिदिनु भयो भाइले हामीलाई गाडी। त्यसपछि चाहिँ रूप्से झरनामा गयौँ। कति राम्रो भ्यू के हे, त्यति ठुलो त आएको थिएन, जे पनि रमाइलो भएको थियो। बुवा पनि मजाले झरनामा रमाउँदै हुनुहुन्छ। अनि म चाहिँ बुवासँग जिस्किन त्यहाँ गइरहेको थिएँ। पानी छ्याप्दै कस्तो गर्छु भनेर गएको, बुवाले चाहिँ म आफैलाई साँच्चीकै पानी नै छ्यापिदिनुहुन्छ कि झुक्क्याइदिन्छु कि हेर्नुहोस् न, डराउनु। बुवा कति खुसी हुनुहुन्छ। मम्मी चाहिँ घुँडाले गर्दा माथि चढ्न सक्नु भएन, भ्यू हेर्दै हामीलाई हेर्दै बस्नुभएको छ तलपट्टि। मम्मी चाहिँ जानलाई डराउनु भयो, माथि जान सक्नु भएन। अनि म त्यो देखेपछि त्यसै रमाइलो लाग्यो, उफ्रिँदै बस्दै फोटोलाई पोज दिँदै। मान्छेहरू कति धेरै हुनुहुन्थ्यो कि, तर काट्छु भन्दा नै साइडमा चाहिँ त्यहाँ पढ्ने कति धेरैजना मान्छेहरू। फोटोलाई पोज, भिडियोलाई पोज, सकिँदैन घुम्न हिँडेपछि यस्तै छ। तर अब यो मेमोरी त फेरि आउँदैन नि त, त्यही भएर चाहिँ कहाँ के भएको भनेर आफ्नै शब्दमा बोलेर राख्न मन लागेको छ है। मेरो मोबाइलमा त भिडियो खान्छ, त्यसपछि युट्युबमा भइ नै हालेर राख्छु। मेरो युट्युबमा हाल्नु मेन उद्देश्य चाहिँ यही हो अबदेखि, फोटोभन्दा नि भिडियोमा के मजा लाग्ने रहेछ पछि हेर्नको लागि। फर्केर हामी चाहिँ जाँदैछौँ फेरि है। अब फेरि अर्को भिडियोमा भेटौँला।